हेलो साथीहरु सबैजनालाई नमस्कार। आज भने हामी यो कालीकोट जाने क्रममा रहदा बीच बाटोदेखि कालीकोटसम्मको के कस्तो घटनाहरु हुन्छ भन्ने किसिममा आजको भिडियो बन्नेछ। विशेष गरी कालीकोटसम्मको यात्रा र त्यहाँ अब के हुन्छ भन्ने कुरा विशेष गरेर आज यो भिडियो बनाइरहेको छु। तपाईहरुले हेर्न सक्नुहुनेछ र अन्तिमसम्म हेर्दिनु होला, भिडियोलाई माया गर्दिनु होला। अब हामी लाग्ने छौं आजको भिडियोतर्फ। कहाँ के छ, कुन ठाउँ पुग्यो, त्यो सबै कुरा भिडियो मार्फत हुनेछ। अब हामी चाहिँ सुर्खेतबाट उकालो लाग्यो। रोड पनि अलि सानै छ, अलि डर लाग्ने खालको रोड छ। यो रोडमा हामी गइरहेका छौं, तपाईहरु हेर्न सक्नुहुनेछ। त्यहाँ अगाडि गोरुहरु पनि रहेछ हैन। अब कसले यो बेच्नको लागि अब माथिबाट तल झार्नलाई हैन 10 15 20 25 वटा गोरुहरु सानसानो के राम्रो बाछाहरु पनि आइराछ। देखिरहेको हामीले यो दृश्य देख्ने छौं। त्यसपछि अब हामी माथि लाग्ने छौं। यो कर्णाली नदीको छालै भएर सिधै जान्छ जुम्लासम्म जाने बाटो नै यही नै हुनेछ। हाम्रो चाहिँ यो भिडियो चाहिँ बेलुकासम्म हरेक ठाउँको भिडियो मार्फत हामीले तपाईले देख्न सक्नुहुन्छ। त्यो अगाडिको त्यो हाम्रो सायद हामी डुङ्गेश्वर भन्दा अगाडि कटिसकेका छौं। यो भिडियो मार्फत तपाईहरुले हेर्न सक्नुहुनेछ। देखि पनि रहनु भएको छ कि यो हाम्रो डुङ्गेश्वरको अगाडिको हो। अब यहाँनिर डुङ्गेश्वर पुग्नै लागेको अवस्थामा हामीले यो भिडियो खिचेको हौं। तपाईहरु हेर्न सक्नुहुन्छ। यतातिर डुङ्गेश्वर छ, त्यहाँ अगाडि डुङ्गेश्वरको पुल पनि कटियो हैन। तपाईहरु हेर्न सक्नुहुन्छ। यो खोला चाहिँ दैलेखबाट आएको खोला भयो। त्यो उता चाहिँ हाम्रो कर्णाली नदीको मेन खोला चाहिँ उताबाट आइराछ नदी। यो चाहिँ हाम्रो डुङ्गेश्वर बजार हो। त्यो पारी देखिने चाहिँ हाम्रो अछाम जिल्लाको गाउँहरु पर्दछ हैन। अब यता हामी हिराको चाहिँ दैलेख पर्छ। त्यो खोला कर्णाली नदी भन्दा पारीको चाहिँ अछाम पर्छ। यो भने हाम्रो यता लगभग हामी पाल्टाबाट पुग्नुभन्दा अलिकति अगाडिको यो दृश्य हो। क्या राम्रो दृश्य लागेर मैले यो भिडियो चाहिँ बनाएको थिएँ। अनि यो भिडियो चाहिँ एकदम मलाई चाहिँ राम्रो लागेको छ। गरिदिएको मात्र हो है। प्राइस पनि तपाईँहरू सक्नुहुनेछ। यो भिडियो चाहिँ अब हाम्रो डुङ्गेश्वर भन्दा पनि अगाडि पाल्टाबाट पुग्न लागेको अवस्थामा यो भिडियो देखाइएको भने यो हाम्रो कर्णाली जानुभन्दा अगाडिको हाम्रो अछाम जाने विनायक जाने मेन माथि अगाडिबाट जान्छ। त्यहाँ चाहिँ यो अब हाम्रो मोड चाहिँ खतरा मोड आइरहेछ है। यो सायद किसिमका पुग्न लागेको अवस्थामा चाहिँ हामीले यो भिडियो हो। गाइसहरु तपाईहरु भिडियोलाई अन्तिमसम्म हेरिराख्नु होला। के हुँदैछ भन्ने कुरा आज यो भिडियो मार्फत हजुरलाई अन्तिमसम्म देखाउने छु। र मैले लगभग हाम्रो घरमा के कस्तो भइरहेछ भन्ने आज भिडियो मार्फत सम्पूर्ण साथीहरुलाई एकदमै देखि नै देखाउने कोसिस गर्नेछु। कस्तो लाग्छ भिडियोलाई अन्तिमसम्म हेरिदिनु। यो चाहिँ हाम्रो अछाम जाने राकम कर्णालीको पुल हो हैन। एकदम लामो छ, राम्रो छ, नयाँ पुल हो। त्यहाँबाट माथि चाहिँ अछाम जान्छ। यो साइडबाट चाहिँ कालीकोट जान्छ। तर पुल चाहिँ एकदम राम्रो छ। यो पुल भनेको अहिलेसम्मको बेस्ट पुल भनौँ न। त्यो माथि डाँडाबाट चाहिँ यो रोड चाहिँ हाम्रो अछाम जाने रोड हो। नयाँ रोड हो, एकदम राम्रै छ भनौँ न। अहिलेसम्मको त्यो रोड भनेको खतरै रोड हो भाइ। यहाँबाट जान्छ। यो अहिले प्रत्येक रोडहरुमा नयाँ पुल बनाइरहेछ। पहिला चाहिँ एकदम कच्चा तल खोलाबाट हिँड्ने थियो हैन। अहिले चाहिँ अब नयाँ पुलहरु बनाएर एकदम जोस के पुल भनौँ न, एकदम राम्रो छ। यो हाम्रो कर्णाली नदीको खोला किनारैमा हाम्रो कर्णाली राजमार्ग भइहाल्यो हैन। अब यताबाट हामी हिँड्छौँ।
त्यो पुललाई यताबाट हेर्दा यस्तो देखिन्छ एकदम राम्रो छ यताबाट जाने रोड रहेछ यो चाहिँ हैन त्यो चाहिँ पुरै खोलाको बीचबाट खतरै हो फेरि बर्खा त कति ठुलो पानी आउँछ पुल डुबोला जस्तो हुन्छ त्यो पुल चाहिँ एकदम राम्रै लगाएको छ बबाल छ बबाल एकदम राम्रो अहिलेसम्मको यो साइडतिरको राम्रो पुल होला सायद लामो पनि छ एकदम ठिक छ हेर्नु कति राम्रो छ पुल है पुलै राम्रो छ गाइजहरु हामी यो लगभग होम्लो बजारतिर पुग्न लागेछौँ त्यो माथि देखिन्छ हाम्रो कालीकोटको मान्मु बजार भन्ने हो अब त्यहाँ पुग्नुपर्छ हामीले यो यस्तो टर्निङ खोला तरेर पारिबाट यस्तो मोड गरेर कता कता बाटा गरेर हैन अब हामीहरु त्यहाँ लगभग त्यहाँ यो दृश्य भनेको तल मुनिबाट कालीकोटको मान्मु बजार पुग्न धेरै छ त्यहाँ चाहिँ हामी पुग्छौँ यताबाट देखिएको दृश्य चाहिँ हाम्रो मान्मु बजारको हामीले यो तल हो लबलबको मलको अलि अगाडि चितिगाडाबाट खिचेको हुनुपर्छ चितिगाडाबाट खिचेको दृश्य चाहिँ देखाएको छौँ हजुरहरूको माझमा अब त्यहाँबाट हामी त्योभन्दा नि अगाडि नै जानेछौँ कहाँ के हुन्छ भन्ने कुरा सबै तपाईँहरूले आज यहाँ हाम्रो भिडियो मार्फत चाहिँ समय हेर्नु पाली जाने रोड चाहिँ यो हाम्रो कालीकोटको स्कोप जाने रोड चाहिँ बाजुरा मोदी ढुङ्गातिर जाने रोड चाहिँ त्यहाँबाट हुन्छ दृश्यहरू एकदम विचार गरेर अन्त्य स्काइजहरू यो आफ्नो बनाएको बाटो छैन त्यो डेन्जर छ कलर खोलाको गाइजहरु यो हाम्रो अब घर तर्ने पुल त्यो माथि डाँडा पुग्नुपर्छ हैन त्यस्तै अब यता चाहिँ हाम्रो यो खोला अब दुईटा खोला मिसिएछ हैन यताको तिला कर्णाली यताको महातिला कर्णाली पुल चाहिँ यो छ यहाँ चाहिँ यो चाहिँ उता खाँगा चक्र नगरपालिकाको दाहला पाखा भन्ने ठाउँ छ त्योभन्दा तल मुनि चाहिँ यो हाम्रो बितामुको रोडहरू भयो त्योबाट खोला त्यहाँबाट चलिरहेछ हामी चाहिँ यो धेरै माथिबाट आएको हो कि यो उकालै छोडेर आउनुपर्ने हुन्छ हेलो गाइजहरु के छ तपाईहरुको हल्लीचल्ली फाइनल्ली अब आफ्नो गाउँतिर पनि पुग्यो हैन गाउँमा पुग्दा अब एकदम स्वर्ग जस्तै पुगेको महसुस हुने रहेछ है मैले जानुपर्ने त्यो माथि डाँडो छ हैन त्यहाँ पुग्नुपर्छ आधै बाटो त हिँडिसकेँ तैपनि लास्ट थाक लागिरहेछ हैन त्यो भएर बिस्तारै स्लो मोसनमा जानुपर्छ त्यो म सोच्दैछु अनि क्या रमाइलो छ है त्यहाँनिर त्यो माथितिर गुराँस पनि फुलेको रहेछ है अब यहाँबाट हिँड्नुपर्छ यस्तो उकालो आइरहेको छु है लास्ट थाक लाग्यो होइन अब फर्स्ट अब धेरै पछि हिँडियो नि त यो बाटो पहिला त अब यसमा भारी बोकेर पनि सजिलै हुन्थ्यो अहिले अब जब एउटा ब्याग छ त्यही बोक्नलाई नि लास्ट गाह्रो हुने के फाइनल्ली अब तल त्यो रोडबाट यहाँ पुग्यो होइन अब यहाँबाट त्यहाँ माथि पुग्यो भने फेरि सिधा हिँड्नुपर्छ त्यति हिँडेपछि त फाइनल्ली घरसम्म अनि पुगिन्छ होइन अब स्वर्ग पुगेको जस्तो महसुस हुने कि गाइजहरु आहा रोड त्यहाँ देखिसक्यो रोड चाहिँ त्यहाँबाट यहाँसम्म कुदियो अझै त्यहाँ माथिसम्म पुग्न चाहिँ बाँकी छ त्यहाँ माथिसम्म त्यहाँसम्म पुग्नुपर्छ एउटा साथी हिँडिरहेछ माथि आइया
गुराँस पनि फुलेको रहेछ है। क्या रमाइलो रहेछ आजभोलि जोस् एकदमै मौसम पनि सही छ हैन, घाम पनि लाग्छ छैन, यस्तो हुन्छ कि आइया थाक लास्टै लागिरहेछ है। म भन्दा पछि आएको साथी ऊ त्यहाँ माथि पुगिसक्यो, आफू पनि यता हिँडिरहेछ, कतिखेर पुग्ने भन्ने चिन्ता छ है। त्यहाँसम्म पुग्यो भने त फेरि त्यहाँबाट त हिँडेर सजिलै छ, सिधै बाटो छ, त्यस्तो गाह्रो हुन्न, यही उकालो कट्नलाई मात्र हो क्या। यति कट्यो भने त भइहाल्छ नि होइन। गाई चरो तपाईँहरू पनि हेरेर छ। लाली गुराँस पनि फुलेको रहेछ है। यहाँ माथि चाहिँ लाली गुराँस फुलेछ, त्यहाँ तल पनि फुलेछ है। यहाँ चाहिँ फुलेको छ, यो चाहिँ लाली गुराँस हो क्या पुरै। आइयो नि मार्यो नि मा। त्यो डाँडा छ है, यहाँ माथि त हिउँ पनि बाँकी रहेछ अझैसम्म। अब यहाँ चाहिँ यस्तो घाम लागिरहेछ है। घाम छ नि त। त्यहाँबाट यहाँसम्म चाहिँ पुग्यो होइन। अब यहाँबाट ऊ त्यहाँ माथि गरेर अब चाहिँ अलिकति छ, ऊ त्यति मात्र पुग्नुपर्ने। ऊ त्यो माथि रुख चाहिँ एउटा त्यहाँनिर हो, यता होला यता, ऊ माथि त्यो रुखनिर हो, नजिकै छ। यहाँबाट यताबाट यता हुँदै फाइनली अब यहाँसम्म पुगेछ। यहाँबाट अब माथिसम्म जाम, कति उकालो रहेछ। त्यो चाहिँ हाम्रो मेन डाँडा भइहाल्यो है। त्यो हाम्रो खोला के, यहाँतिर हामीले पहिला माछा मार्थ्यौँ है, माछा मार्न जान्थ्यो, यो सबै गर्थ्यो नि त। त्यो भएर एकदमै याद आइरहेछ बालापनको, विगतको क्या रमाइलो हुन्थ्यो। त्यहाँनिर कसले झरोला पनि हालिरहेको रहेछ, माछा पार्छ होला भोलि बिहान। के गर्ने, आफ्नो भाग्यमा छैन माछा खाने, अब अरूले पारेको हेर्ने त हो नि। यो हाम्रो बोनहरू भयो, यो हामी यस्तो दाउरा साउरा बनाउन आउँथ्यो नि त, त्यो भन्छु म। फाइनली अब उकालो कट्यो केटो। उकालो पनि खट्यो, सिधा लाग्यो। अब यहाँबाट एकदम सम्हालेर सिधा छ। यो हाम्रो जङ्गलतिर होइन, अब यसो गाउँ पिस्न आएको, अब पानी घाटीमा भन्छ नि, पानी घट्ट चाहिँ खाली छैन है। एकचोटि अब यसो पुग्नु पर्यो गाईहरू, त्यो खोलामा माछा त हुनुपर्ने हो भनेर भन्न नमिल्ने होइन। याकको सम्म पैसा चाहिँ चाहियो हजुर, मेरो याकको सम्म अब त्यति एउटै नि। यो चाहिँ हाम्रो पानी घट्टको तल पानीमा ट्वाक्क त्यो काठमा पानी आयो भने चाहिँ फिर हुन्छ कि, अनि त्यो माथि चाहिँ अब घट्ट झर्ने काठहरू हुन्छ होइन, त्यो चाहिँ त्यहाँ हुन्छ। यो चाहिँ हाम्रो पानी घट्ट भइहाल्यो गाइसहरू, खतरा छ नि त। यस्तो ठाउँमा आउँदै भएछ, बिहानै घट्ट पिस्न आइयो। अब धुलो पनि पिस्यो कि पिसेन पिठो थाहै छैन। अब आज कता भने यसो खोलातिर जङ्गलतिर होइन, पुरै जङ्गलै जङ्गल छ। म चाहिँ आज अब भनौँ न पिठो पिस्नलाई आएको होइन। अब हाम्रो यो घट्टहरू खाली छैन, तै पनि यसो घुमेर अब के गर्नु त, जानुपर्ने माथि त्यो घट्टमा हो। तलदेखि माथिसम्म घट्टै चल्दैन रहेछ, पानी नै छैन खोलामा, पानी सुकिसक्यो। अब कहाँबाट घट्टो चल्नु, त्यो पनि स्वाभाविक कुरा हो होइन। पानी नै छैन खोलामा, यी खोलो नै सुक्खाराम परेछ है गाइजहरू। अब पानी सानो छ, अब एउटा घट्टो रहेछ, त्यो पनि बिस्तारै चल्ने कुरामा परिस्थिति छ है। तपाईँहरू अब हेर्दै हुनुहुन्छ भने एकदम भिडियोलाई अन्तिमसम्म फलो गरिदिनु ल। म कहाँसम्म के गर्दैछु भन्ने कुरा आज यो भिडियो मार्फत देखाउनेवाला छु। तपाईँहरू एकदमै सपोर्टिङ भएर है गाइजहरू। तपाईँहरू त्यहाँ उकालो लागेर है माथि जानुपर्छ, यहाँनिर चाहिँ जानुपर्छ। मैले यो चाहिँ घट्ट हो है, पानी आइरहेको होइन, त्यहाँनिर हो। यो चाहिँ हाम्रो एकदम
भइहाल्यो है। यस यो घट्टा नि खाली रहन्छ मुला गैँठी घट्टा के गरे यस्तो हुन्छ भने है। पहिला चाहिँ हामी यो बाटोहरूतिर ट्र्याक है बाख्राहरू चराउन आउने अनि त्यसपछि तरुलहरू निकाल्ने खाना मजाले मस्त मजा आउँथ्यो नि त। अहिले चाहिँ त्यो छैन। त्यही पनि अब हाम्रो यस्तो छ। ऊ त्यहाँनिर हाम्रो कुला भइहाल्यो है। कुलो हो यो भन्दा उता अर्को गाउँ छ ऊ त्यो भेर भोगे आधी भेरी यतातिर चाहिँ अब लाले गुराँस फुलेको रहेछ। यसो मैले फोटो भिडियो नि बनाइहालेँ होइन फोटो पनि खिचिहालेँ। यो भनेको चाहिँ अब हाम्रो धेरै पछि भने त लाले गुराँस फुल्ने सिजन चाहिँ अलि अगाडितिर हो तर अलिअलि बजेको रहेछ। त्यसको पनि मैले यसो भिडियो बनाइहालेँ। जस राम्रो छ भनौँ न लाले गुराँसको चाहिँ अनि मन लागेर यसो खिच्न